सेवा र नमस्ते साथै वेलकम टु माई मिनी ब्लग। सीता बेगाको तर्फबाट न्यानो स्वागत छ। म चाहिँ कति पनि ढिला नगरी हजुरहरूलाई पोखराको सबैभन्दा प्रसिद्ध र सुन्दर ताल दृश्य अवलोकन गराउँदैछु। हेरेर कस्तो लाग्छ हजुरहरूले कमेन्ट पनि गरिदिनुहोस् है त। अब चाहिँ हामी बोटिङको लागि तयारी भइरहेको छौँ। हामी भ्रमणको सबैभन्दा सानो मान्छेलाई चाहिँ केही कुरामा चित्त नबुझेर यहाँनिर बसिरहेको छ, उसलाई फकाएर लानुपर्ने हुन्छ। अनि हेर्नुहोस् है त, हाम्रो एउटा ग्रुपमा चाहिँ हामी 5 जना बसिसकेका छौँ। अनि त्यसै गरी हाम्रो अर्को ग्रुपमा पनि त्यसरी नै 5 जना बसिसक्नु भएको छ। अनि हामी चाहिँ यहाँनिर बोटिङ चढेर एकदमै रमाइलोको साथ फोटो खिच्ने, भिडियो बनाउने, गफ गर्ने, रमाउने, खुसी हुने गरिरहेको छौँ। र एकदमै रमणीय वातावरणमा हामी चाहिँ खुसी भइरहेछौँ। हेर्न सक्नुहुनेछ हाम्रो अर्को ग्रुप पनि यहाँनिर हुनुहुन्छ। अनि यस्तै हजुरहरू पनि पोखराको फेवाताल भिजिट गर्नुभएको छैन भने अवश्य पनि एकपटक आउनुहोला। यहाँ स्वदेशी वा विदेशी पर्यटकहरूको गन्तव्य स्थल भएकोले यहाँको मनमोहक दृश्यपान गर्नुहोला। यहाँनिर चाहिँ एकदमै पारिवारिक घुमफिर गर्न पनि एकदमै रमाइलो हुने हुन्छ अवश्य पनि। अनि हामी चाहिँ यतिकैमा हामी पुगिसकेका छौँ। अब चाहिँ हामी फेवातालको बिचमा रहेको ताल बराही मन्दिर दर्शन गर्न लाग्नेछौँ। अनि हाम्रो ग्रुपको नानीहरू चाहिँ फटाफट ओर्लिरहेका छन्। अब हामी छिटो गरेर पोखराको ताल बराही मन्दिर अवलोकन गर्नेछौँ। यहाँ देख्न सक्नुहुनेछ हजुरहरूले माछाहरू पनि देखिरहेको छ। अनि बोटिङहरू पनि गरिराख्नु भएको छ। एकदमै रमाइलो दृश्य हेर्न पाइन्छ अनि घुम्न पाइन्छ। यसरी हामी चाहिँ फोटो भिडियोहरू खिच्यौँ। अनि फोटो भिडियोहरू खिचेर हामी फेरि यो मन्दिर परिसर वरिपरि यसरी घुम्नेछौँ। अनि हामी चाहिँ अब घुमेर यसै गरेर अब हामी मन्दिरबाट चाहिँ फर्किनेछौँ। फर्किँदा पनि बोटिङको मजा लिँदै, पानीसँग खेल्दै, रमाउँदै, खुसी हुँदै हामीलाई जहाँसम्म छोड्न मन अथवा जान मन त लागेकै थिएन। तर पनि के गर्नु, समयले हामीलाई छाडिसकेको हुन्छ। त्यसैले अब हामी चाहिँ बाई बाई गर्दैछौँ। अनि हामी चाहिँ अब यहाँबाट पनि ओर्लिनेछौँ। हाम्रो साथीहरू चाहिँ यहाँनिर ओर्लिसक्नु भएको छ। अनि हामी चाहिँ फेरि यहाँबाट पोखरा फेवातालको वरिपरिको बजारहरू घुम्नेछौँ। घुमेर फोटोसोटो खिच्नेछौँ, घुम्नेछौँ। अनि एकदमै रमाइलोको साथ हामी फेवातालबाट फर्किँदैछौँ। अब हाम्रो टोली चाहिँ बाई बाई।